हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सबैजनालाई सम्पूर्ण नमस्ते। के छ हाल खबर? आई होप तपाईँहरू सबै सन्चै हुन्छ होला अनि एकदम सन्चै। यहाँ चाहिँ हाम्रो छेउमा टी बगान छ। म चाहिँ नेपालमा छु अनि सबैजनाले सोच्नुहुन्छ होला कि तपाईँ नेपालमा बस्नेहरूलाई चाहिँ थाहा होला जस्तो प्लेन एरिया तराई हुन्छ नि, यो इन्डियाको छेउमा धरान, चितवन अनि जिल्लामा ठुलो नहीं, म त यहाँ आएको थिएँ नि बाघ अस्ति हाम्रो पनि एउटा कुकुर थियो, कुकुर पनि लडेछ उसले। कुकुर अनि यता माथि बाख्रा यही बगानमा। छोटो जीवन सँगसँगै हँसाउला काम सजिलो हुन्छ कि बारी हुन्छ? गाह्रो पानी अब बानी भएर नि बानी भएर चाहिँ अलिक उयो। अब भर्यो भने यसलाई कहाँ खाली गर्नुपर्छ? यसमा खनाउनुपर्छ। यसमा खनायो अनि भरे त गाडी आउँछ। खुट्टाले थिचेर यता आउँदै बेच्छ, ठुलै कारखानामा बेच्छ। So guys, keep watching and thank you so much. सबैजनाले प्लिज मलाई सपोर्ट गरिदिनु होला। बाइ बाइ, टेक केयर, लाइक शेयर गरिदिनु होला।